दमकमा कति धेरै क्याफे खुल्यो क्या, यहाँ पनि नयाँ क्याफे खुल्न आँटेर रहेछ, सरल क्याफे। अब क्याफे चाहिँ दमकमा धेरै नै भइसक्यो जस्तो लाग्दैछ है मलाई चाहिँ। अब क्याफे चाहिँ अब अलिक कम गर्नुपर्छ जस्तो छ, तर मान्छे पनि कति धेरै क्या। जति नै क्याफे भए पनि क्याफेहरू प्रायः भिडै देख्छु म, सबै क्याफेहरूमा दिनभरि कफी चुरोट खाँदै बसिरहन्छ मान्छेहरू। अहिले म कहाँ गएको भन्दाखेरि चाहिँ नेपाल क्यानमुखतिर मेरो सामान पकाउनु पर्ने छ। त्यही भएर चाहिँ म अहिले नेपाल क्यानमुख जाँदैछु। अनि अर्को मलाई लागेको कुरो चाहिँ दमकलाई होइन, यो दमकको बाटोहरूलाई वान वे बनाउँदाखेरि चाहिँ कस्तो हुन्छ, किनभने अल्टरनेटिभ बाटोहरू धेरै छ नि त। अनि वान वे बनाउँदा धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। एकदमै धेरै ट्राफिक हुन्छ क्या। अब अहिले त ठिकै छ, अबको 10 वर्षमा चाहिँ झन् हाई ट्राफिक हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर अल्टरनेटिभ बाटोहरू जस्तो गोल्डन गेटको बाटो र फर्निचर लाइनको बाटोहरूलाई होइन डिभाइड गरेर एउटा आउने एउटा जाने बनाउँदाखेरि कति सजिलो हुन्छ। यता यो सब्जी लाइनको बाटो पनि एकदमै प्याक हुन्छ, सिटीहरू उत्तिकै धेरै छ होइन। सो किनभने काठमाडौँमा त्यस्तै छ, अब धरानहरूतिर नि त्यस्तै देखिरहेको थिएँ मैले। सो अलिक सजिलो हुन्छ जस्तो लाग्छ मलाई। अहिले फेरि यस्तो मार्टसँग क्याफे खोल्ने पनि चलन रहेछ होइन, मार्ट प्लस क्याफे दुइटै रहेछ। मान्छे सपिङ गर्न आउँदाखेरि कफी खाँदा भयो नि, कफी खाँदा पनि भयो।